हेलो साथीहरू, आज म कक्षा 11 को नेपाली विषयको पाठ 1 वीर पुर्खाको सारांश भन्न गइरहेको छु। वासुदेव त्रिपाठीद्वारा रचित वीर पुर्खा कक्षा 11 को पाठ्यक्रममा समावेश एक देशभक्तिपूर्ण र राष्ट्रिय चेतनाले भरिपूर्ण गीति कविता हो। यस कवितामा कविले इतिहासका विभिन्न कालखण्डमा नेपाली पुर्खाहरूले देखाएको अभूतपूर्व वीरता, अदम्य साहस, पौरख र सर्वस्व त्यागको गाथालाई अत्यन्त मार्मिक र गौरवशाली ढङ्गले प्रस्तुत गरेका छन्। कविताको सुरुवातमै कविले हाम्रा पुर्खाहरूको निरन्तर अगाडि बढ्ने क्षमताको प्रशंसा गरेका छन्। कुनै पनि अग्ला पहाड, विशाल नदीनाला वा विनाशकारी आँधीहुरीले हाम्रा वीर पुर्खाको गति र यात्रालाई रोक्न सकेका थिएनन्। आकाशमा स्वतन्त्र रूपले उड्ने गरुडको जस्तै तीव्र र उन्मुक्त वेग भएका पुर्खाहरूलाई कुनै पनि घेरा वा सिमानाले बाँधेर राख्न सम्भव थिएन। उनीहरूले आफ्नै पौरख, पसिना र समर्पणका माध्यमबाट भौगोलिक रूपमा विभक्त हिमाल, पहाड र तराईलाई आपसमा जोडेर एक विशाल, अखण्ड र स्वाभिमानी नेपालको निर्माण गरे। पुर्खाहरूको वीरताको कथा पूर्वको टिस्टा नदीदेखि पश्चिमको रावी नदी, काँगडा र कलङ्गासम्म फैलिएको छ। सुगौली सन्धिपूर्व नेपालको सिमाना जहाँसम्म विस्तार भएको थियो, ती क्षेत्रहरू आज पनि पुर्खाको रगत र बलिदानको साक्षी बनेर उभिएका छन्। काँगडा र कलङ्गका ढुङ्गा माटोले अझै पनि वीर नेपालीहरूको बहादुरीको कथा बोलिरहेका छन् भने गङ्गा नदीको किनारमा पुर्खाको यश र कृति गुन्जिरहेका भान हुन्छ। तिब्बतसँगको युद्धका प्रसङ्गमा दिगर्चाको चिसो हिउँभित्र पुर्खाहरूका पाइलाका डोबहरू र बेत्रावतीको किनारमा उनीहरूको पौरखको चिनो अझै पनि जीवन्त छ। नेपालीहरू स्वभावले स्वाभिमानी र शान्तिप्रिय छन्। उनीहरूलाई कुनै पनि बाह्य शक्तिले दबाउन वा नाकाबन्दी गरेर छेक्न सकेन। हिमालबाट बग्ने नदीको प्राकृतिक बहावलाई जसरी कसैले पनि रोक्न सक्दैन, त्यसरी नै नेपालीको स्वाभिमान र प्रगतिलाई कसैले ठप्प पार्न सक्दैन। नेपालीहरू केवल आत्मीयता, भ्रातृत्व र मितेरी सम्बन्धका अगाडि मात्र झुक्छन्। दमन वा अन्यायका अगाडि कहिल्यै पनि सम्झौता गर्दैनन्। समुद्र पार गरेर संसारका विभिन्न युद्ध भूमिहरूमा पनि गोर्खाली वीरहरूले आफ्नो पौरख र रगत बगाएर विश्वभर वीरताको पहिचान बनाएका छन्। अन्ततः कविले तिनै वीर पुर्खाको गौरवशाली रगत आज प्रत्येक नेपालीको नसा नसामा बगिरहेको कुरा व्यक्त गरेका छन्। हाम्रा पुर्खाले सुम्पिएको यही गौरव, स्वाभिमान र बलिदानी इतिहास आज हाम्रो राष्ट्र ध्वजामा अंकित चन्द्र र सूर्य झैं सधैँभरि चम्किरहनेछ। यस कविताले वर्तमान नेपाली पुस्तालाई आफ्ना पुर्खाको त्यागको कदर गर्दै देशको अस्तित्व, अखण्डता र स्वाभिमानको रक्षाका निम्ति सदैव तत्पर रहन उत्प्रेरित गर्दछ। आशा छ तपाईहरूले यस कविताले दिन खोजेको सन्देश, मूलभाव वा सारांश बुझ्नुभयो होला। र यदि तपाईहरूलाई यस भिडियो मन परेमा लाइक, सेयर र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला।